वेलकम ब्याक टु द च्यानल। आजको भिडियो हजुरले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको होला। आज हाम्रो यात्रा हुँदैछ धुर्कोट, गुल्मी धुर्कोटदेखि धनार्जी। हामी चाहिँ धनार्जी स्विमिङ गर्न जाने हो, पौडी खेल्न। मौसम चिसो छ यताको, त्यही पनि यो चाहिँ हाम्रो घरी गुल्मीको घर। यो मेरो पहाड घर। मैले बत्ती खुले छोडेर जान्छु, मतलब यो बत्ती डे नाइट यो जलिरहन्छ कि लाइन गयो भने बन्द भइहाल्यो के अरे, अन्त चलिरहन्छ। यो गुल्मी धुर्कोट, यो धुर्कोट यता डिट्ठा पोखरा भन्छ, उता यो माथि धुर्कोट रजस्थल, धुर्कोट कोट। यो सुनसान छ गाउँ। अहिले भाइ बहिनीहरू अब जस्तो 10 बजे थियो, भर्खरै क्लासको लागि यो यता माध्यमिक विद्यालय छ कि श्री हिमालय मैले पढेको विद्यालय। अहिले त्यही बाटो हुँदै जाने हो। म हजुरलाई सबै देखाउँछु क्या उतातिर। अनि त्यो मैले पढेको स्कुल पनि देखाउँछु। यो हो मेरो घर, बाँसाका रुख छन् यस्तो। यो धुर्कोट बस्तु, यताको रजस्थल बस्तु डिट्ठा पोखरा। हामीले पढ्दा चाहिँ यो स्कुल हिमालय माविमा चाहिँ बस थिएन। अहिले चाहिँ बसको पनि सुविधा भएछ कि यो हाम्रो यो स्कुलको बस हो, श्री हिमालय सेकेन्डरी स्कुल। कहाँबाट आउँछ यो? बरबाट। अहिले चाहिँ हामी ठ्याक्क अब हिमालय स्टेसन पुग्न थालेको छ। अहिले ठ्याक्क पदमबाको घर कट्यो यहाँबाट। अहिले ठ्याक्क म श्री हिमालय माध्यमिक विद्यालय आइसकेको छु। शिवरे चाहिँ कलर पनि फेरिहान, स्कुललाई पेन्ट चाहिँ गरे होइन। 80 नेदेखि यस्तैको यस्तै हो। ठ्याक्क यो हो श्री हिमालय माध्यमिक विद्यालय। अनि यो चाहिँ चाट पसल। यो चाटिँदै छ कि अर्को छ? यिनी यो हो कालिका मन्दिर। दर्शन गर्नु है सबजनाले, दर्शन ल राम छ है। यो हो कालिका मन्दिर। कति राम्रो देखेछ यहाँ। म लगभग धेरै पछि आयो मन्दिर। कालिका मन्दिर अनि हिमालय मन्दिर नजिकै चाहिँ यहाँ 3 जनाको शालिग स्मृति पार्क बनेको छ। हार्दिक स्वागत गर्दछ। रुद्रमणि परमानन्द र टोमलालको सम्झनामा यो पार्क बनाइएको रहेछ कि पार्क। अहिले हामीहरू चाहिँ यो हिमालय माध्यमिक विद्यालय कटेर चिल्लाटो भन्ने ठाउँमा आएको छ। यहाँ तल छ मिलन प्रतीक्षालय। यहाँसम्म नै पिच भयो होला। यहाँबाट अगाडि भयो भने यहाँ चाहिँ स्वास्थ्य चौकी छ। अनि म तपाईँलाई देखाउँछु हिमालहरू हेर्नुहोस्। हिमाल उहाँ देखिएको चाहिँ त्यो हिमाल हो। कुन हिमाल हो ठ्याक्क एक्ज्याक्टली थाहा भएन। अहिले चाहिँ अब हामी यहाँबाट ओह्रालो झर्न थाल्यौँ। हामी जाने हो ट्याक्क उहाँ पुगिन्छ कि खोलामा, त्यहाँ पुगिन्छ। यो यहाँ पुगिन्छ, यहाँ र खोजेर ठ्याक्क त्यहाँ चाहिँ पौडी खेलिन्छ अनि रिटर्न हुने हो। बेलुकासम्म आइन्छ। के रङ्गशाला हो त थाहा? म चाहिँ क्रिकेट नै फुटबल रङ्गशाला, त्यो चाहिँ फुटबल रङ्गशाला त्यहाँ बनेको रामदल। ए कमल यही त आइछ नि कमल त। त्यो चाहिँ फुटबल रङ्गशाला हो बुल्मा, त्यहाँ बुल्मा भन्छ। अब हामी त्यतातिर जाने हो। खोलासिन पुग्न धेरै समय लाग्दैन। अब खोलामा पुग्न थालिसकेको छ। यो चोरकाटे, यो हो धनार्जी। अब धनार्जी गइन्छ, पौडी खेलिन्छ, त्यसपछि रमाइलो गरिन्छ अनि फर्किने हो। यो अहिले ट्याक्क यो धनार्जी आइयो। यहाँ चाहिँ तटबन्धको कार्यक्रम चलिरहेको छ। यता ग्याबिन वाल लगाउने अनि यतातिर चाहिँ यो कुलो बनाउने यता कार्यक्रम चलिरहेछ। अब हामी यताबाट चाहिँ तल धनार्जीतिर जाँदैछौँ। अब ठ्याक्क गइन्छ हामी धनार्जी। यहाँ चाहिँ यो डोजरले खनेर यो पानी धमिला कि अब तल जानुसम्म यो पानी सङ्ले हो कि नै। अलि सङ्लो ठाउँमा पौडी खेल्ने होइन, त्यही भएर अलि सङ्लो नदी हो कि के भन्छ, सङ्लो पौडी खेल्ने ठाउँ खोज्दैछौँ कि हामीले। अलि सङ्लो यहाँ त फोहोर भयो। अहिले र खोज्दै हिँडेको। यहाँ पहिला सुरुमा खेल्थ्यो यो रमा। अहिले चाहिँ पुरै यहाँ पानी चाहिँ छैन, पुरै बाउलो मात्रै छ। यो र सुकिसकेछ। अब हामी तलतिर गइन्छ अर्को र खन्नलाई। भ्याउ त मात्रै सानो र चाहिँ छैन। तलतिर गइन्छ।
अहिले चाहिँ हामी के खोलो पौडी खेल्ने ठाउँ खोज्दै हिँडेको भेटेन। ठ्याक्क यो लामडाँडा अस्थायी ट्राफिक प्रहरी पोस्ट त्यो कटेर यहाँ एउटा पुल बनेको रहेछ धनार्जी रोदी खोला पुल। यो रोदी खोला पुलतिर लागिदियो। यहाँ अस्ति नै उठ्यौ नि पौडी खेल्ने ठाउँ त्यहाँ होइन र? हो त्यहीँ पौडी खेल्ने हो। अब त्यहाँ थियो गरे पहिला, अहिले छ कि छैन त्यो पनि हेरिन्छ। अनि यो चाहिँ धनार्जी रोदी खोला पुल लम्बाइ 35 मिटर। स्थान 1 लेखेको के हो? मतलब पहिलो पुल हो कि के हो? यो स्थान 1 लेखेछ। यो यतातिर अरू पनि पुल बन्दैछन् होला नि। स्थान 1 अझ यहाँ पौडी खेलेको ठाउँ चाहिँ आयो, तर अहिले यो पौडी खेलेको ठाउँ छ कि नै यही होइन र? मलाई त्यस्तै लाग्यो कि यही हो कि। अहिले त माथि बाटो बनायो नि, हेर न। अहिले चाहिँ यो हुलाके भन्ने ठाउँमा आएर हामीहरूले आँप अनि यो खुर्सानी नुन खुर्सानी खाँदैछौँ। आँप दिने मान्छे चाहिँ आस्ताले आँप बनाएर दिँदैछौँ। उता नामे दाई हुनुहुन्छ, उता नामे दाईले आँप ल्याइदिनु भएको हामीलाई। नामी दाइले चाहिँ राम्रा मिठा गफ गर्नु। एउटीलाई भगाइदिन गएछ नामी दाइले। हो भगै छ। बेलुकी नै हामीहरूले अहिले आँप खाइयो, आरू खाइयो अनि यहाँबाट लाग्यो। पौडी चाहिँ अहिलेसम्म खेलेका छैनौँ। पौडी खेल्ने हेर्नुहोस् मकैबारी। पौडी चाहिँ अब एकैछिनपछि खेलिन्छ होला। र भेट्यो भने पौडी खेलिन्छ, र भेटिन पर्यो। हामी चाहिँ पौडी खेल्न आएको। पौडी खेलाइ हुन्छ कि हुन्न जस्तो लाग्यो। अहिले चाहिँ हामीहरू यो छल्दी खोला पुल लम्बाइ 102 मिटर 2 यो चाहिँ यो छल्दी खोला पुल यो कटेर हामी माथि बस्तुतिर लागेछ। अब यता बाटो त बनाइसकेको रहेछन्। यो बाटो नहिँडेको त धेरै भयो। आजभोलिको गाडी चाहिँ जुन गाडी तम्घासबाट आउँछ नि, यो बाटो नभएर उता भन कति हुन्छ थाकिया। गर्मी चाहिँ छ है अहिले, दिउँसोमा गर्मी चाहिँ भयो। तर यो गर्मी त्यस्तो बुटोलको जस्तो गर्मी होइन। यस्तोमा हिँड्न सकिन्छ आरामसँगै। चाहिँ बल्ल 1-2टा बाइक चलेको देख्यो यो बाटोमा। उता हो धनार्जी साइड उता हो। अहिले चाहिँ म यता यस्तो माथि आएको छु। माथि अब अझै टाइम लाग्छ हिँड्नको लागि। अझै हिँडेर कत्थेर पुगिने पनि। बाइकहरू उकालो चढ्दा एकदम तिर्खा लागेको थियो। अनि पानी पनि रहेछ कि पानीको पाइप, पानी खाएर उकालो ल्याइन्छ। छेप्यो। अहिले ठ्याक्क हामी चिल्लाटा आइयो। चिल्लाटा मिलन प्रतीक्षालयसँग आइयो। पौडी खेल्न गएको तर पौडी नखेलिकन घर फर्किँदैछौँ। ठ्याक्क यहाँबाट पिच बाटो स्टार्ट भएको छ। मिलन प्रतीक्षालयसँगबाट यहाँबाट पिच बाटो स्टार्ट भएको छ। धुर्कोट गाउँपालिका वार्ड नम्बर 5 जस्तो यहाँबाट स्टार्ट। अहिले चाहिँ ठ्याक्क यो हामी श्री हिमालय उच्च माध्यमिक विद्यालयसँग आयो कि भिडियो बन्दैछ कि यही हो मैले पढेको छु। अहिले चाहिँ केटाहरूको छुट्टी हुने बेला गएछ। ठ्याक्क आज शुक्रबार, विद्यार्थी पनि कम छन् पहिलाभन्दा त। अहिले गएर साथीहरू खेलेछन् कि केटाकेटीहरू। यहाँ चाहिँ यही हो मैले पढेको स्कुल। तल चाहिँ यो क्यान्टिन बनेको छ। यो मन्दिर भयो है। यतातिर नि खेलेछन् साथीहरू, भाइहरू हुन्छ सबै भाइहरू। ओइ कान्छा, ओइ कतिखेर जाने हो? चाँडी आइज। अब न्युरो टिप्न भनेको कि कान्छालाई। यो कालिका मन्दिर हान्ला नि केटाहरूले। कालिका मन्दिरलाई टाटा कालिका चाहिँ भन, शिवालय भन्थ्यो कि सुरुमा स्टार्टिङमा। टाटा गरेर अब चाहिँ लाग्यो हामीहरू घरतिर। पौडी खेल्न गएको, पौडी नखेलिकै नै फर्कियो। साथीहरूसित भेट भयो, सँगसँगै पढेका 2-3टासित भेट भयो। साथीहरूसित भेट भयो कि अब ठ्याक्क लाग्यो डिठा पोखरातिर।
अहिले चाहिँ हामीहरू ठ्याक्क आफ्नो गाउँमा आइयो। म हजुरले हाम्रो घर देखाउँछु। घर ठ्याक्क अगाडि चाहिँ यो बाटो, यहाँबाट जुन राइटमा घर देख्यो नि सबसे पहिले अगाडि त्यो चाहिँ हाम्रो घर हो।